लेट्स गो चलो भाइ म गइसकेमा गिभ अप म सक्दिन यार हामी चाहिँ आज यतातिरबाट ढिकी डाँडा हुँदै उता लामपाटा झर्ने भनेको यहीँ धेरै नै स्ट्रगल गर्दैछौँ अब हेरौँ आज जान सकिन्छ कि सकिन्न है आज दिन चाहिँ शीतल पनि छ पानी पर्ला जस्तो छ हल्का हुस्सु लाग्छ देख्न सक्नुहुन्छ है पुरै यो बादलहरू छ मेरो साइकल चाहिँ यहाँ छ अनि यो बुटहरू नि म राम्रै खिच उसले जलेको भयो नि आगोले जलेको भएर जस हल्का कलरफुल देखेको पहिला तल चाहिँ पुरै बादल छ अनि यहाँ माथि ढिकी डाँडा केटाहरू अगाडि पुगिसके अब म पनि ठाडे उकालो छ नि त डेन्जरै गाह्रो हो यस सिनहरू यस राम्रो देखेको तर अझ कस्तो भयो नि त्यति कभर गर्न पाइएन पानी पर्छ कि अलिक छिटो गऱ्यो होइन तुवालो चाहिँ हामी सँगसँगै आइसकेको क्या यस यस्तोमा चाहिँ साइक्लिङ गर्न मजा आउँछ हाम्रो ग्रुपमा चाहिँ कति 4 जना छौँ 3 जना हुन्थ्यौँ अनि यसपालि चाहिँ एकजना भाइ थपिनु भयो जसको नवीन म राजेश अनि हाम्रो आशिष कि अनिश के नाम हो भाइको चाहिँ तिनीहरू चाहिँ अगाडि गइसक्यो म चाहिँ अब हल्का भिडियो खिचेर बिस्तारै आउँछु भनेर पछि आउँदैछु ओके हामी चाहिँ अब घामीको एरिया सक्यो अब यहाँबाट चाहिँ हामी लामपाटातिर आउने अफरोड छ बाटो होइन यो बाटो हुँदै तल निस्किन्छ स्याहाँ परि है म गोब्रो पछाडि हाल्नु कि अगाडि हाल्नु र अगाडि नै हाल्नु नि गोब्रो है कसरी कति आउँछ बुवा हजुर हजुर एक हजार पुग्छ आधा जुत्तालाई पानी भयो तँलाई ल
दार्जिलिङ बुटे खान नाला झट्केला फेरि